यहाँ चाहिँ मसँग आज चाहिँ रेडमी 10C भन्ने मोडल चाहिँ फास्ट बुट प्रब्लममा आएको थियो होइन। यसमा चाहिँ मैले चाहिँ एउटा एकदम सर्टकट भिडियो गराएको छु। यसमा तपाईँहरूले चाहिँ सुरुमा देख्न सक्नुहुन्छ मेरो यो फोनमा चाहिँ फास्ट बुट प्रब्लम आएको थियो। अब सुरुमा चाहिँ मैले चाहिँ यसमा यो बनाउनको लागि डाइरेक्ट सफ्टवेयर गरेर चाहिँ नहुने भएको हुनाले यसमा दुईवटा रेजिस्टेन्स चेन्ज गर्छु मैले चाहिँ। यसमा चाहिँ पहिला मोडलमा चाहिँ पहिले एउटा मात्रै रेजिस्टेन्स दिएको हुन्छ, त्यही पनि त्यो रेजिस्टेन्सलाई निकालेर फालेर यो चित्रमा देखाए जस्तै माथिको चाहिँ 100K र तलको 60K वाला रेजिस्टेन्स मैले यसमा युज गर्छु। यति युज गरिसकेपछि बल्ल यो सफ्टवेयर गर्न लागेको हुन्छ यो बोर्ड चाहिँ। यदि चेन्ज गरिसकेपछि चाहिँ तपाईँहरूले अब सफ्टवेयर गर्न सक्नुहुन्छ। मैले चाहिँ यसको फार्मवेयर चाहिँ तपाईँको mifirmware.com बाट तपाईँको यसको ओरिजिनल फ्ल्यास फाइल मैले डाउनलोड गरेँ। यसबाट ओरिजिनल फाइल डाउनलोड गर्ने आइडियाहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ भिडियोमा। अब यसमा यति तपाईँहरूले रिप्लेस गरिसकेपछि चाहिँ तपाईँहरूले एकछिन यो बोर्डलाई सेलाउन दिनुहोस्। यो बोर्ड सेलाइसकेपछि चाहिँ तपाईँहरूले राम्रोसँग एसेम्बल गरेर अब हाउजिङमा फिट गरेर तपाईँहरूले सुरुबाट सफ्टवेयर गर्न सक्नुहुन्छ है त। यसको लागि तपाईँहरूले डिटेलमा राम्रोसँग देख्न सक्नुहुन्छ। यसमा चाहिँ मैले दुईवटा रेजिस्टेन्स चेन्ज गरिसकेको छु, एउटा 100K र अनि एउटा चाहिँ 60K को। तलको चाहिँ 60K, माथिको 100K रेजिस्टेन्स युज गरेको छु। अब यसलाई एसेम्बल गरेर म सफ्टवेयर गर्नतिर लाग्छु होइन। तपाईँहरूले पनि यसै गरी सफ्टवेयर गर्न सक्नुहुन्छ है। अब यसमा चाहिँ फेरि पनि एकचोटि प्रब्लम देखिहाल्नुभयो, फास्ट फुड प्रब्लम। अब तपाईँहरूले चाहिँ अब गुगलबाट अथवा कुनै पनि वेबसाइटबाट एमआईको ओरिजिनल फार्मवेयर तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ फ्ल्यास फाइल। यसको ओरिजिनल फ्ल्यास फाइल चाहिँ तपाईँले डाउनलोड गर्नको लागि यहीँ एमआई फार्ममा गएर तपाईँले 10C मोडल हानेपछि चाहिँ तपाईँको अटोमेटिकली यसमा देखाउँछ। यसमा चाहिँ तपाईँहरूले ग्लोबल भर्जन डाउनलोड गर्नुभयो भने चाहिँ यो उत्तम हुन्छ होइन। सबै देशहरूको लागि कम्फर्टेबल अब एडजस्ट हुने खालको फार्मवेयर हो, सफ्टवेयर हो यो चाहिँ। यसबाट चाहिँ तपाईँको लेटेस्ट सुरुको सबभन्दा अपडेटेड भर्जनवाला मैले यसमा डाउनलोड गर्छु पहिला चाहिँ। यसलाई डाउनलोड चाहिँ मैले पहिले नै यसमा कम्प्युटरमा डाउनलोड गरेर राखेको हुनाले अब यसलाई मैले धेरै चाहिँ वेट गर्न परिराख्दैन। मैले पहिला पनि धेरैचोटि गराइसकेको यो मोडल हो, यो डाउनलोड भइसकेको छ, हेर्न सक्नुहुन्छ होइन। अब तपाईँहरूले चाहिँ एकचोटि यसलाई फेरि एक्सट्र्याक्ट गरेर होइन, यसको फाइललाई तपाईँहरूले एक्सट्र्याक्ट गरेर निकालेर सफ्टवेयर गर्न सक्नुहुन्छ है त। अहिले यसमा चाहिँ फाइल एक्सट्र्याक्ट भइसकेको छ र फाइल एक्सट्र्याक्ट गरिसकेपछि अनलक टुल खोलिसकेको छ। अब अनलक टुल खोलिसकेपछि तपाईँले चाहिँ एमआई भन्ने छेउमा एउटा अप्सन दिएको छ, यसमा चाहिँ तपाईँले क्लिक गर्न पर्ने हुन्छ। यसमा तपाईँले डाइरेक्ट फ्ल्यासिङ गर्नको लागि मोडल सिलेक्ट गरेर गर्न मिल्दैन होइन। यसमा अप्सन चाहिँ तपाईँले एमआईमा क्लिक गरिसकेपछि एमआई फ्ल्यास भन्ने अप्सनमा तपाईँले क्लिक गर्न सक्नुहुन्छ। एमआई फ्ल्यासमा क्लिक गरिसकेपछि चाहिँ तपाईँले तलपट्टि आएर तपाईँको सर्भर लेखेको छ, जहाँ सर्भरमा क्लिक गरेर अनि मोडल सिलेक्ट गर्न पर्ने हुन्छ है। अब यो चाहिँ तपाईँको यसमा भिडियो क्वालिटी अलिकति त्यस्तै भएर अलि तपाईँहरूले बुझ्नु भएको छैन होला। तलपट्टि सर्भर लेखेको ठाउँमा गएर तपाईँले मोडल सिलेक्ट गर्न पर्ने हुन्छ यसमा चाहिँ। अनि मैले यसमा पहिले नै फाइल सिलेक्ट गरिसकेको हुनाले चाहिँ अब यो पहिले माथि फाइलहरू देखाएको छ। तपाईँको सुरुमा तपाईँले अनलक टुल खोल्नुभयो भने यसरी नै तपाईँको एमआई भनेर आउँछ। अनि एमआई फ्ल्यासमा क्लिक गर्नुहोस् र एमआई फ्ल्यासमा क्लिक गरेर अनि सर्भरमा क्लिक गरेर मोडल सिलेक्ट गर्नुपर्ने हुन्छ। मोडल सिलेक्ट गरिसकेपछि उतातिर चाहिँ EDL 9008 को साइडको सिधा पछाडि त्यो फाइल लेखेको अप्सनमा फाइलमा क्लिक गरेर अनि आफूले कहाँ सेभ गर्नुभएको छ त्यो फाइललाई तपाईँले सिलेक्ट गर्नुपर्ने हुन्छ। इमेज अप्सनलाई सिलेक्ट गर्ने अनि तलपट्टि चाहिँ लोडमा क्लिक गरेपछि डाइरेक्ट पुरै फुल फाइल एड हुन्छ। अनि यसरी तपाईँको अनलक टुलमा अथवा कुनै पनि टुलमा तपाईँले फाइल लोड गर्ने अप्सन चाहिँ प्रक्रिया चाहिँ यसरी पुरा हुन्छ है। यो मोडलमा चाहिँ तपाईँहरूले अरू मोडलहरू जस्तो डाइरेक्ट बटन दाबेर अनि पोर्ट बन्दैन। यसमा चाहिँ तपाईँहरूले यसमा मोबाइलै खोलेर दुईवटा टेस्ट पोइन्टलाई सर्ट गर्नुपर्ने हुन्छ। दुईवटा पोइन्टहरू सर्ट गरिसकेपछि बल्ल यसको चाहिँ पोर्ट लिन्छ, USB लिन्छ। अनि त्यसको लागि मोबाइल खोल्नुहोस् तपाईँले होइन। मोबाइल खोलिसकेपछि चाहिँ तपाईँले पोर्टहरू बनाउनको लागि USB सपोर्ट गर्न अथवा USB कनेक्ट गर्नको लागि चाहिँ तपाईँले यो पोर्टै तपाईँको देखाउनको लागि चाहिँ तपाईँले दुईवटा पिनहरू सर्ट गर्नुपर्ने हुन्छ है। यसरी तपाईँलाई मैले फोटो देखाएअनुसार तपाईँले दुईवटा पोइन्ट सर्ट गरेर अनि तपाईँले डाइरेक्ट अनि USB लगाउन सक्नुहुन्छ। USB लगाइसकेपछि साइडमा तपाईँको अनि पोर्ट देखाउँछ। पोर्ट देखाएपछि बल्ल अनि तपाईँको यो फ्ल्यास गर्ने अप्सनमा तपाईँले क्लिक गर्न सक्नुहुन्छ है। एकदम इजी छ। अब तपाईँहरूले अब मैले भिडियोमा क्लियर नदेखे पनि मेरो भोइसबाट तपाईँहरूले बुझ्न सक्नुहुन्छ। अनि तल चाहिँ EDL 9008मा चाहिँ अनि पोर्ट देखायो भने मात्रै तपाईँले फ्ल्यासमा क्लिक गर्न सक्नुहुन्छ है। यसमा चाहिँ मैले यसमा पोर्ट देखाएर पनि अनि तपाईँको फ्ल्यासमा क्लिक गरिसकेको छु। यो फ्ल्यासिङ प्रोसेस हुँदैछ। यसै गरी तपाईँहरूले डाइरेक्ट फ्ल्यासिङ गर्न सक्नुहुन्छ। जबसम्म यो फ्ल्यासिङ कम्प्लिट हुँदैन तबसम्म तपाईँहरूले मोबाइल
कति पनि हल्लाउनु हुँदैन। यदि हल्लियो भने बिचबाटै तपाईँको डेड हुन्छ होइन। तपाईँहरूको कहिले कसो फेरि डेड भइसकेपछि फेरि रिपिट फ्ल्यासिङ गर्ने बेलामा कहिले कसो फाइल पनि लिँदैन। त्यही भएर एकदम होसियार भएर तपाईँहरूले त्यो मोबाइल छोडिदिनु होला। फ्ल्यासिङमा लागिसकेपछि तपाईँहरूले ल्यापटपमा अथवा कम्प्युटरमा कुनै पनि प्रक्रियाको कुनै पनि गतिविधिवाला केही पनि कामहरू नगर्नु होला। जबसम्म फ्ल्यासिङ हुँदैन तबसम्म चाहिँ त्यसलाई एकदम सेफसँग रन दिनु होला। अब यो चाहिँ अब लगभग फ्ल्यासिङ डन भइसकेको छ। अब तपाईँहरूलाई अर्को कुरा पनि के भन्न चाहन्छु भन्दाखेरि अब मेरो भिडियो क्वालिटी अलिकति नराम्रो हुनसक्छ। अब मैले अर्को पटक भिडियो गराउँदाखेरि स्क्रिन रेकर्ड गरेर गराउने गर्छु। टाइम एकदम कम भएको हुनाले मैले स्क्रिन रेकर्ड पनि अलग्गै गर्ने, भिडियो रेकर्ड पनि अलग्गै गर्ने, त्यो खालको टाइम म्यानेज गर्न नसकेको हुनाले तपाईँको यो मैले त्यो क्वालिटी राम्रो देखेको छैन भिडियोमा। अब फेरि अब टाइम निकालेर म गर्ने कोसिस गर्छु। अब यो च्यानल चाहिँ स्पेसल सर्टकट आइडियाहरूको लागि बनेको च्यानल हो। एकदम डाइरेक्ट कुनै पनि प्रब्लमहरू आयो भने मैले जहिले पनि कुनै प्रब्लमहरू जसरी मैले सल्भ गरेको हुन्छु हो त्यो आइडियाहरू सेयर गर्नको लागि यो च्यानल खोलेको छु। एकदम लामो एकदम पढाउने हिसाबले पनि समय कम हुन्छ मसँग। त्यही भएर डाइरेक्ट जे प्रब्लम छ त्यही नै तपाईँहरूलाई म सेयर गर्छु। यसमा चाहिँ हेर्नु साथीहरू, अब फ्ल्यासिङ कम्प्लिट भइसकेको छ। यसमा जुन अन गर्ने बेलामा फास्ट फुड मोड भनेर आउँथ्यो नि, त्यो फास्ट फुड मोड भनेर अब आउनु छोड्यो। अब डाइरेक्ट एमआईको लोगो आयो भनेपछि जुन हाम्रो प्रब्लम थियो त्यो प्रब्लम सल्भ भइसकेको छ। अब कहिले कसो यो प्रब्लम तपाईँको एमआई लेखेर रिस्टार्ट हुने पनि हुनसक्छ। त्यस्तो भयो भने चाहिँ तपाईँहरूले हालेको फाइल रङ परेको हुनसक्छ। त्यस्तो बेलामा अर्को फाइल डाउनलोड गरेर फेरिबाट हाल्न सक्नुहुन्छ, रिस्टार्ट इस्यु देखियो भने। नत्र भने यो प्रब्लम एकदम 100% कन्फर्म भइहाल्छ यो प्रब्लम प्रायः छ। अनि अर्को कुरा तपाईँहरूले के ख्याल गर्नु होला भनेपछि यदि त्यो फ्ल्यासिङ गर्दाखेरि रिस्टार्ट भयो भने तपाईँले फेरि कि अर्को फाइल हाल्न पर्ने हुन्छ कि तपाईँहरूले त्यो लगाएको रेजिस्टेन्स गलत हुनसक्छ। त्यो रेजिस्टेन्स तपाईँहरूले अर्को चेन्ज गर्न पर्ने हुनसक्छ है। ल साथीहरू, आजलाई यति नै।